तपाईले आफ्नो नानीको दाँत कति उमेरमा ब्रश गर्न थाल्नु भएको? रेकमेन्डेसन चाहिँ के रहेछ हेरौँ ल। अमेरिकन एकाडेमी अफ पिडियाट्रिक्सले भनेको छ कि ओरल हाइजिन चाहिँ जन्मदेखि नै फलो गर्नुपर्छ। जन्मिने बित्तिकै चाहिँ तपाईहरुले नानीको मुख किजाहरू सफा थाङ्नाले पुछिदिन सक्नुहुन्छ दिनमा एकपल्ट। त्यो पछि नानीको फर्स्ट दाँत निक्लेपछि चाहिँ तपाईहरुले फ्लोराइड भएको टुथपेस्ट कम्ती चामलको सिता जति नानीहरुको टुथब्रश नभए चाहिँ त्यो थाङ्नामै लगाएर सफा गरिदिन सक्नुहुन्छ। ब्रश गर्नु थालेपछि चाहिँ बिहान अनि बेलुका पनि ब्रश गर्नुपर्छ। ठुलै नानीहरुमा बिहानको ब्रशिङ त मोस्ट पेशेन्टहरुले गरेकै हुन्छ, तर प्रायले बेलुकाको ब्रशिङ चाहिँ स्किप गर्नु हुँदो रहेछ। राति सुत्नु भन्दा अगाडिको ब्रशिङ चाहिँ किन इम्पोर्टेन्ट हो भने चाहिँ दिउँसो त अब हामीले पानीहरु खाइरहन्छौं, लिक्विड्सहरु खाइरहन्छौं, त्यसले चाहिँ हाम्रो दाँतहरु पखालिरहन्छ। तर राति चाहिँ त्यो खानाको मैलाहरु दाँतमा अड्केर त्यसमै ब्याक्टेरियाहरु एक्ट गरेर चाहिँ तपाईको डेन्टल क्यारिज दाँत खुल्नुहरु हुन सक्छ। ब्रशिङ छोडेर चाहिँ दाँत प्रोटेक्ट गर्नको लागि तपाईहरुको नानीहरुलाई चाहिँ चिनी भएको बेसी चीजहरु नदिनुस्, स्टिकी चीजहरु नदिनुस्। सुगरी ड्रिंक्सहरु जुसहरु पनि अलिकति लिमिट गर्नुपर्छ। 3 इयर्स भन्दा कम्तीमा चाहिँ 120 ml छ रेकमेन्डेसन, अन्त लेस देन 6 इयर्समा चाहिँ 180 ml रेकमेन्डेसन छ।